तपाईँको प्रेसन छैन मलाई त यो लाउँदा ढुक 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 हुन्छ पुरा है यो इनोसेन्ट हेमोग्लोबिनको के हुँदैन हौ हामीलाई गरिसक्यो अलि मुठी बान्दा के हुँदैन हौ हेर्नु हुँदैन तिमी यता फर्कन यता हेर त टिका डाइरेक्ट के गर्दैन हौ हामी लागि निकालिसक्यो निकाल्यो मैले त निकालिनँ पमिलो हजुर मैले टेस्ट पनि आइसक्यो के हुँदैन हौ दुख्दैन हौ गर्नुपर्छ सबैजनाले सबैजनाले गऱ्यो मैले पनि भर्खर टेस्ट गरेँ यो चाहिँ नाम्ची हस्पिटलबाट पठाउनु भएको रहेछ उहाँहरूलाई र मैले पनि भर्खर टेस्ट गरेको छु रिपोर्ट पर्खिरहेको छु मोबाइल भिलेज क्लिनिक गाउँ गाउँमा पठाउनु भएको रहेछ है मेरो रिपोर्ट पनि आयो सबै ठिकै रहेछ यहाँनिर सबैजनाले टेस्ट गर्नुभएको सबैजनाले रिपोर्ट राम्रो पायो शिवदारले गर्नुभयो मैले के टेस्ट गर्नु सबै ठिकै छ बहिनी मेरो त अहिलेसम्म थ्याङ्क यू सो मच सबैजना तपाईँको रिपोर्ट आएको छैन ए ल कस्तो डर लाग्दो रहेछ है ढुक 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 भयो नि हौ त्यही माथि ब्लड निकाल्दा त सुगर पनि ठिकै रहेछ तपाईँको पनि ठिकै छ है सुगर अनि हेमोग्लोबिन पनि ठिकै रहेछ मेरो चाहिँ प्रेसर चाहिँ अलिक लो रहेछ अन्त तपाईँको ठिकै छ प्रेसर अन्त यसरी र रिपोर्ट सबै ठिकै आयो त्यसमा झन् खुसी छु कस्तो डर लाग्दो रहेछ नि गाडीमा चढिसकेर चाहिँ अब टेस्ट है के कस्तो आउँछ किनभने म चाहिँ जबसम्म बिमारी हुँदैन डर लाग्छ हस्पिटलमा यसरी टेस्ट गर्नु गएको छुइनँ अन्त त्यही भएर चाहिँ ला दोकान बन्द रहेछ अन्त आज क्यान्टिनहरू पनि बन्द छ प्रेसर लो छ भनेर मलाई नुनको चिया खानु भन्दै थियो भन्दा तर पनि अलिक के छ कि भनेर हेर्नु आएको दोकानै बन्द रहेछ यहाँ है र यहाँ चाहिँ पुरा आज गाडीहरू थुप्रिरहेको छ पर पुरान लाग्दैछ त्यसले गर्दा फेरि हामी चाहिँ फर्केको चेकअप भइरहेको छ पर अफिसकै छेउमा आएको रहेछ कि अन्त हामीले चाहिँ बाहिर निस्केर हामी स्टाफहरू सबैजनाले चेक गर्यो